नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले जारी गर्नुभएको यो श्वेत पत्र अहिले सर्वाधिक चर्चाको विषयमा पनि छ। यो अब सिधा प्रश्न सोधेँ ल तपाईँलाई, म नाफै छ नाफै छ नाफै छ नाफै छ भनेर भन्नुहुन्थ्यो तपाईँ। यो श्वेत पत्रले भनेअनुसार त विद्युत प्राधिकरण त घाटामा पो रहेछ त। त्यो श्वेत पत्रको सम्पूर्ण जुन डेटाहरू उहाँहरूले ल्याउनु भएको छ त्यसलाई चाहिँ यो भ्रम छर्ने हिसाबले चाहिँ डेटाहरू राख्नु भएको छ, त्यो गलत छ। म तपाईँलाई उहाँहरूले लेखेको केही शीर्षकै भन्छु ल, शीर्षकै भन्छु है। सबभन्दा पहिलो कुरा त तपाईँले नाफामा छ भनेको विद्युत प्राधिकरण उहाँले भनेअनुसार, यो श्वेत पत्रले भनेअनुसार 5 अर्ब 26 करोड त घाटामा छ भन्नुभयो उहाँले। त्यो होइन, त्यो कसरी होइन, त्यो गलत हो। उहाँहरूले नै भन्नुभएको छ नि त। म यहाँ तपाईँलाई भनाउँछु, नाफा नोक्सान सम्बन्धमा आर्थिक वर्ष 80-81 सम्ममा विद्युत प्राधिकरण 46 अर्ब 47 करोड नाफामा, सञ्चित नाफामा छ भनेर उहाँले लेख्नु भएको छ। त्यो मिल्यो। अनि त्यसपछि यो चालु आर्थिक वर्षमा पनि फागुनसम्ममा 9 अर्ब 48 करोड नाफा छ भनेर भन्नुभएको छ। त्यो पनि मिल्यो। अनि यही हो नाफा। अनि यो 46 अर्ब 47 करोड भनेको कसरी आयो, सञ्चित नाफा कसरी आयो भने यो 8 वर्षमा आएको कुरा सञ्चित नाफा। 72-73मा म जुन बेला एमडी भएर आएको थिएँ त्यो बेला करिब 35 अरब चाहिँ सञ्चित घाटा थियो। त्यो सञ्चित घाटालाई माइनस गरेर त्यसलाई पूर्ति गरेर 46 अर्ब 47 करोड भनेको करिब 81-82 अरब त नाफा गर्नु पर्यो नि त। त्यसरी सञ्चित नाफा आएको हो। 81-82 अरब नाफा गरेकोमा कसैले केही भन्नै सक्दैन, यो भनेको पनि छैन। होइन, म त्यसमा थपेँ। तपाईँले 9 अर्ब 48 करोड यो चालु आर्थिक वर्षमै नाफा भयो भन्ने सम्ममा मिल्यो कुरा। अब तपाईँलाई म भन्छु क्या, यहाँ आयकर ऐनको प्रावधान अनुसार थप राशकटीको दाबी सहितको नाफा नोक्सान गणना